हेलो सासू कहाँ छौ के जाई कहाँ छौ म यहाँ ए साउजी यो ठाउँको नाम के गरे शेरी हो भाइ शेरी शेरी छु शेरी के का छेरी ए भाउले जिगलाउँदा छेरी जिगलाउँदो छेरी गरे त्यस्तो जिगलाउँदो छेरी गरुन्जेसम्म सासूले कहाँ हेरी सबै कुरा मैले धोएर हुन्छ त्यहाँ भाउको जिगलो आफै दौ त्यहाँ म यहाँ भाँडा किन्न आएको छु के साउजी म यहाँ के भाँडा किन्न आएको छु कि त्यहीको नाम ठ्याक्कै थाहा भएन मकन क्या भन्न छिए त्यहीको नाम हेतेरी ग्राहक पनि कस्ता आउँछन् कस्ता दिमाग छैन भाइ तेरो साउजी पनि महेश बस्ने जस्तो साउजी रहेछु नि म यहाँ एउटा सामान छ कि नै सोधिरहेको छु उल्टै मलाई यहाँ दिमाग छ कि नै पनि सोधिरहेको छु नि यार म यहाँ यो ग्यास बिनै भात पकाउन मिल्छ त के हो त्यही सामान किन्न आए के कुकर हो त्यो त्यो हाइस कुकर के ए भाइ त्यो हाइस कुकर होइन के त्यो बत्तीबाट भात पकाउन मिल्ने त नाइस कुकर हो के त्यो नाइस कुकर भए पनि हाइस कुकर भए पनि तुम ठुलो खाँटा देऊ के त्यहाँ हाँसुले कम हैरान गरेछु छिटो देऊ अनि भाइ तिमीलाई डाडु पनि चाहिन्छ कि नै डाडु पुनि पर्दैन दाजु अस्ति बुढीले डाडुले सासूले पुन्युले हानिरहने छाप उसै छ के त्यो लिएपछि तिनीहरू न इरानमा त्यो परमाणु मिले चाहिँ हुन्छ के गाह्रो छ त फेरि अनि साउजी यो कुकरको कति रुपियाँ हो 2200 अलि कर्रो गर्यो कि त हौ खरो होइन त्यो एकदम सस्तो हो राम्रो कुकर हो साउजी यही थिए भुन्ना मुन्न थाहा छ त साउजीको बानी व्यवहार सब थाहा छ यस्तो गर्नु 2200 धेरै महँगो होइन मेरो लागि मेरो कमाइ कति छ भन्ने कुरो तिमी थाहै रहेनछ यस्तो गरौँ साउजी अब यो 2200 पैसा पर्सि म च्याउ टिपिकन दिन्छु है यार्सा गुम्बा